हामी चाहिँ सबैजना अरूहरू चाहिँ माथितिर कता जानुभएको थियो अन्त हामी चाहिँ एकछिन यहाँ घुम्न आएको थियो नि त यहाँनिर कि अन्त यहाँ हेर्नुहोस् न ल है माथि कपाल चाहिँ मेरो अहिले यस्तै भएको छ फेरि हेर्नुहोस् है ल यहाँ चाहिँ सल्लाहकै रुख मात्रै सेम दार्जिलिङ यी पाहाडहरू अगाडि होइन यहाँभित्र चाहिँ ठुलो गुम्बा यहाँनिर पूजाहरू पनि पूजाको लागि यहाँ छेउहरू रेडी गर्दैछ पता नै कहिलेतिर पूजाहरू होला अन्त हुँदैछ अरूहरू चाहिँ माथि कता कता घुम्नु गएको थियो अघि नै हामी चाहिँ अहिले भर्खर एकछिन रेस्ट गरेर चाहिँ भर्खर आएको यहाँ के रहेछ कस्तो कस्तो रहेछ भित्र म देखाउँछु तपाईँहरूलाई है फ्रेन्ड्स लेट्स गो यहाँ चाहिँ हाम्रो कुन्दन बस्ने ठी हिजो हलिनेस बस्ने ठी यो चाहिँ हो यहाँ चाहिँ मैले अलिकति यो लिएर आएको छु भगवान्को नाममा चढाउन लागि चढाइदिइसकेको छु मैले अलिअलि चाहिँ यहाँनिर हामी फेरि दुबारा आएको आज फेरि रेस्ट गरेर सो एकछिन बस्छु ओर्छ त्यहाँदेखि चाहिँ हामी एकछिन यहाँनिर घुमेर जान्छौँ फ्रेन्ड्स आएको कस्तो दामी रहेछ यहाँनिर चेरेजीको यो ब्याक साइड यहाँ चाहिँ चेरेजीको यहाँनिर चाहिँ ब्याक साइड हो अगाडि फ्रन्ट देखाउँछु ल यहाँ हाम्रो कुन्दन हिजो हलिनेस चाहिँ उहाँकै रूप भन्नुहुन्छ यस्तो चिजहरू चाहिँ हामीले फेरि फेरि हेर्नु पाउँदैन फ्रेन्ड्स यो चाहिँ हाम्रो गुरु दलाई लामा हिजो हलिनेसको गुम्बाको हो हेरिराख्नुहोस् है फ्रेन्ड्स तपाईँहरू पनि उहाँको गुम्बाको म्याक्लोडगन्ज धर्मशालाको हेर्नुहोस् त अनि हिजो हलिनेसले चाहिँ फ्रेन्ड्स मान्छेलाई मात्रै होइन हेर्नुहोस् रुखपातलाई पनि कति माया गर्छ यो त्यो रुखहरू एउटा काट्नु दिक्दैन मुनिबाट आएर माथि सट छेडेर गएको छ च्यादरहरू त्यहीँ भित्रै डिजाइन गरेर बनाइदिनु भएको छ यता पनि हेर्नुहोस् ल देखाउँछु यहाँ हेर्नुहोस् फर इक्जाम्पल होइन यहाँ मुनिबाट आएको छ यो रुख तलबाट आएको छ यहाँ सिमेन्ट फुटाएर मजाले हेर्नुहोस् च्यादरबाट लगेर लानु भएको छ यस्तो मजाले बनाउनु भएको छ रुखहरू नकाट्नु भन्नुहुन्छ सबलाई माया प्यार मोहब्बत हेर्नुहोस् कति माया गर्नुहुन्छ त्यही भएर कम्प्यासन लभ काइन्डनेस यता आएर हिजो हलिनेसको हेर्नुहोस् खोर्लो घुमाउनु पाउँदा त भाग्यमा नि सम्झिनुपर्छ भाइ हाँ जी त्यो पानी यो बैग जी इसको घुमा के साथ साथ विश मांगो हाँ जी 108 होता है 108 होता है जी विश मांगने के लिए कोई भी विश मांगनी हो तो हेर्नुहोस् मेरो यता आएर चाहिँ गुरु रिम्पोछे चेरेजीको नाम लिएर खोर्लोहरू घुमाउनु पाउँदा चाहिँ कति राम्रो हुन्छ फ्रेन्ड्स होइन आफैलाई अब भाग्यमा नि सम्झिनुपर्छ नि हेर्नुहोस् सम्झेको पनि थिएन जिन्दगीमा हामीले चाहिँ यसै हिजो हलिनेसको गुम्बामा आएर चाहिँ यसरी खोर्लो घुमाउनु पाउँछ भनेर चाहिँ हेर्नुहोस् थ्याङ्क यू भगवान् तपाईँलाई थ्याङ्क यू चेरेजी थ्याङ्क यू हिजो हलिनेस कुन्दन तपाईँलाई मुरी धन्यवाद छ है हेर्नुहोस् रुखहरू मुनिबाट यसरी माथिसम्म लगेको बल्ल बल्ल घुमाउनु पाएको फ्रेन्ड्स खोर्लोहरू यताको होइन चेरेजी जब्दै घुमाएँ एकछिन चाहिँ मैले खोर्लो अन्त त्यहाँदेखि यसो त्यहाँ अगाडि नजर लगाएको त त्यहाँ पूजा रहेछ भोलिदेखि हेर्नुहोस् न हामी फर्किने भनेको भोलिपल्ट चाहिँ त्यहाँ पूजा रहेछ फ्रेन्ड्स आजदेखि नै यहाँ चाहिँ जग्गाहरू रोकेको हेर्नुहोस् यहाँ फरेनरहरूले रसियनहरू थियो कुनै कहाँकोहरू थियो आज एक दिन अगाडि नै जग्गाहरू रोकेको हेर्नुहोस् पूजा बस्नु चाहिँ हामी चाहिँ पाएन थर्ड दिन चाहिँ हामी फर्किनु थियो यहाँ गुम्बामा चाहिँ ग्रुप आउँदैछ म्युजिक बजाउनेहरू सिङ्गरहरू अन्त उनीहरूले चाहिँ दलाई लामाको यहाँको लागि भजनहरू आफ्नो मनको उयोहरू गीत गाइदिँदो रहेछ फ्रेन्ड्स यहाँ दैलोमा बसेर दलाई लामा बस्नु हुने थियो हे भगवान् मलाई मात्रै होइन चेरेजी यो संसारको सबै जति पनि प्राणी छ यो लोकको सबैलाई आशीर्वाद दिनुहोस् भगवान् म प्रार्थना गर्छु है भगवान् यहाँ चेरेजी हेर्नु न बोल्ला जस्तो छ नि यहाँको चेरेजी गुरु रिम्पोछे हेर्नुहोस् भित्र गुरु रिम्पोछेको ठुलो कु चेरेजीको पनि रहेछ फ्रेन्ड्स तपाईँहरू जानु नपाए आउनु नपाए हेर्नुहोस् रिम्पोछे बस्ने ठीहरू हेर्नुहोस् बुद्ध भगवान्को कुहरू हेर्नुहोस् यहाँ धर्मशाला दलाई लामा बस्ने फ्रेन्ड्स हेर्नै पायो भने पनि बहुत हुन्छ थाहा हुनेहरूलाई त ठिक छ थाहा नहुनेहरूलाई भनेको यो चाहिँ छो भोलि पूजा हुन्छ नि सबै यो कार्टुनकोहरू यो माथिको सजाकोहरू डल्लै छोमा बाँडिदिनुहुन्छ यो चाहिँ पश्चात भन्छ नि अब हिन्दूमा उनीहरू त्यस्तै हो यहाँ चाहिँ हाम्रो छो हो यो फ्रुट्सहरूदेखिको लिएर डल्लै बाँड्नु लागि यस्तो टाढोतिर जो पैसा तिरेर आउँछ नि
आफ्नो होइन कति दिन भोक प्यास मेटेर होस् बिमारी सिमारी त्यागेर मान्छेहरूले आएको हुन्छ नि क्या उनीहरूलाई थाहा हुन्छ कि यसरी अब दर्शन के हो हिज हलिनेस के हो भनेर चाहिँ उनीहरूलाई भ्यालु थाहा हुन्छ जस्तो हामी आयो होइन अब जस्तै यहाँनिर बसिरहनेहरूलाई त केही मतलबै हुँदैन होला नि है यहाँनिर निस्किनुहुन्छ होला पूजाहरू गर्नुहुन्छ त्यस्तो कस्तो चाहिँ कन्फ्युज हुनुभएछ हेर्नुहोस् न कन्फ्युज त्यो माला चाहिँ कुन चाहिँ लानु कुन चाहिँ नलानु भएर कुनलाई फ्रेन्ड्स मैले चाहिँ यहाँनिर किनिसकेर लिएँ मैले हामी चाहिँ घुमि पनि सक्यो यहाँनिर गुम्बा अब यहाँबाट चाहिँ कालिम्पोङ रेस्टुरेन्ट कता हो त्यहाँनिर जान्छु होइन त्यहाँनिर जान्छु कालिम्पोङ रेस्टुरेन्ट छ भने भेट्यो भने अन्त हामीले चाहिँ के किन्यो भन्दाखेरि चाहिँ तपाईँहरूलाई देखाउँछु एकछिन पक्रेर यहाँ हेर्नुहोस् न लद्दाख लेखेको रहेछ ए लद्दाखको त होइन नि माने लद्दाखको अर्को थियो त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ घडी फेरि हो के किन्यो भने चाहिँ एउटा घडी सो अब हामी चाहिँ जान्छौँ अब कालिम्पोङ रेस्टुरेन्ट कस्तो रहेछ फेरि तपाईँलाई म त्यहाँ देखाउँछु सो किप वाचिङ फ्रेन्ड्स लिडरको खतरा आएछ सबभन्दा ह्याप्पी चाहिँ हाम्रो ग्रुपमा लिडर थिएछ आज फ्रेन्ड्स बुढी दुखेन सबजना रोइरहेको थियो हाम्रो लिडर इज लिडर भन्छ नि क्या फ्रेन्ड्स सबभन्दा हाँसेको चाहिँ लिडर रहेछ ह्याप्पी आमा ह्याप्पिएस्ट म्यान अफ द वर्ल्ड दामी दामी लिडर हाम्रो सञ्जय जस्तो सबभन्दा ह्याप्पी मैले पनि सोध्नु त सोधिनँ फ्रेन्ड्स तर यहाँनिर यो राजस्थानकोबाट आएको जस्तो लाग्यो यिनीहरू यति मजाले बजाउँदै थियो क्या यो भिना हो कि के हो उनीहरूकै होला नि म्युजिक बजा सो सुन्नुहोस् ल अलिकति मात्रै सुनाउ चाहिँ बेसी सुनाउँदै थियो फेरि कपिराइट लाग्छ नि त फ्रेन्ड्स खोता 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 बल्ल बल्ल कालिम्पोङ रेस्टुरेन्ट पाएँ यहाँनिर अब कस्तो भिड छ के छैन खाली छ एकछिन बिस्तारै आउने अन्त देखाउँछु ल त्यहाँनिर फ्रेन्ड्स कस्तो रहेछ ल हामी चाहिँ यहाँनिर यहाँ दिदी र दाजु चाहिँ एकदम बोलाइलो हुनुहुँदो रहेछ फ्रेन्ड्स एकदम फ्रेङ्क आङीलाई चाहिँ हाम्रो आङीलाई चिन्नु पनि हुँदो रहेछ अन्त बिचराहरूको यस्तो भिड हुँदो रहेछ अब हामीलाई एकछिन भए पनि वेट गरेर भए पनि जसरी पनि बसाउँछु तपाईँहरूलाई भनेर बिचरा एकछिन बसेर भए पनि हामीलाई चाहिँ सिट दिनुभयो अन्त यति भिड हुँदो रहेछ उहाँहरूको दोकान चाहिँ फ्रेन्ड्स आमामा एकदम राम्रो फेरि हेर्नुहोस् न कति मजाले बोलेको नभए त मान्छेहरू बोल्दैन नि त यतातिरबाट गएको मान्छेहरू त कस्तो हुन्छ होइन उहाँहरू चाहिँ त्यस्तो केही फिलै नगर्ले रेली रोडको बस्नु हुँदो रहेछ उहाँहरू चाहिँ यहाँ आमासँग चाहिँ मजाले बात मार्नु भएको हुन्न न इस हेर्नुहोस् त हिज हलिनेस पनि पहिला आउनु भएको रहेछ ओपनिङ गर्दा यस आई लभ कालिम्पोङ लेखेको अब यसरी अलिकति अरू टाढो ठाउँतिर यस्तो देख्दाखेरि खुसी लाग्छ कि फ्रेन्ड्स होइन यहाँ चाहिँ यति प्याक अफ हुँदो रहेछ कि लाइनमा बस्नु पर्दो रहेछ भन्नुहोस् न कि आमामा फेरि पनि हामीलाई उहाँहरूले एकछिन बस्नुहोस् तपाईँहरूलाई जसरी पनि भनेर राख्नुभयो अन्त सुन्नुहोस् चाहिँ अब यहाँ के भन्दैछ मैले चाहिँ नम्बर लाउनु पर्ने रहेछ अगाडि नै मान्छेहरू आएर बसेको हुँदो रहेछ तर पनि मान्छे गएर पनि फेरि हामीले चेयर पाएर चाहिँ यहाँ बसिरहेको छ अब यहाँ के पछि खाएर चाहिँ त्यहाँदेखि फेरि हामी आफ्नो रेसिडेन्समा जान्छौँ ऊ भाइले झन् आङीलाई चिन्दै पनि हुँदो रहेछ चिन्दै पनि रहेछ कि मजाले बोले पनि हो अन्त त्यहाँदेखि चाहिँ हामीलाई डिनर ल्याइदियो त्यहाँदेखिको हेर्नुहोस् न थुक्पा त यस्तो बिरालुले नाग्नु नसक्ने थुक्पा ल्याइदिएको थियो अन्त मोमो चाउमिन खाएँ हामीले चाहिँ एक्स्ट्रा अझै यहाँनिर मेरो चाहिँ अलिक भुँडीहरू दुख्यो थियो हाम्रो चाहिँ पेट खराब भएको थियो त्यति मजाले खानु सकेन क्या फ्रेन्ड्स फेरि बेलुका पनि भएको थियो राति त्यति बेलुका बेसी पनि खानु सक्दैन होइन अन्त यहाँ आङीले पनि बिचरा अलिअलि मात्रै खानुभयो मैले मात्रै नि हो त्यहाँदेखि त खुवाएँ त फ्रेन्ड्स त्यहाँदेखि अलिअलि खायो खानु चाहिँ हामीले त्यहाँदेखि चाहिँ प्याक गरेर लग्यौँ आएको फ्रेन्ड्स नसकेर चाहिँ टु मच भएर चाहिँ
त्यहाँदेखि भोलिपल्ट फेरि माथि छोपेमा जानु थियो फेरि बिहान चाहिँ भोलि फेरि हामीले खानु चाहिँ खाएन नि फेरि माथि गुरुरिम्बुछेको नि दर्शन गर्नु जानु थियो यत्रो खाना थियो हेर्नुहोस् न खानु सकेन र फाल्दै नि हामीले आधी कि त्यहाँदेखि चाहिँ हामी लास्टमा गयो नि यहाँबाट निक्लिएर अन्त यहाँ दिदी हेर्नुहोस् न कति राम्रो हुँदो रहेछ त्यहाँदेखि चाहिँ फेरि लास्ट दाजुसँग पनि अलिकति भेटघाट गरिराखेँ फ्रेन्ड्स होइन उहाँ पनि राम्रो हुनुहुन्थ्यो अन्त दाजुले चाहिँ छोपेमा जानुहुन्छ होला है भन्नुहुँदै थियो अन्त मैले हजुर दाजु हुन्छ भेटघाट गर्दै गरौँ भनेर चाहिँ त्यहाँदेखि चाहिँ फ्रेन्ड्स हामी यहाँबाट निक्लियो यहाँ हेर्नुहोस् है बाहिर चाहिँ कुछ यस्तो थियो रेस्टुरेन्ट उहाँहरूको सिम्पल डिस्ट्रिक्ट काङ्गडा डिस्ट्रिक्टमा चाहिँ कालिम्पोङ रेस्टुरेन्ट गाइस हाम्रो होटल चाहिँ हेर्नुहोस् न आम्मा खबर छ है तर के गर्नु यो होइन नि हाम्रो होटल अर्कै हो नि